जसरी तसरी हाम्रो प्लस 2 त सकियो अनि अब के गर्ने त? यो प्लस 2 सकिसकेपछि स्टुडेन्टहरूको मनमा आउने कमन र कन्फ्युजिङ क्वेसन हो, स्पेशली जब हामीसँग अप्सनहरू धेरै हुन्छन्। त्यही भएर यदि हजुर साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज या एजुकेसन स्ट्रिमको स्टुडेन्ट भए पनि आजको भिडियोमा हजुरको यो कन्फ्युजन हामी क्लियर गर्नेवाला छौँ। आजको यो भिडियोलाई मैले 5 वटा सेक्सनमा डिभाइड गरेको छु। सेक्सन नम्बर 1 मा हामी कुरा गर्नेवाला छु फर्दर स्टडीको बारेमा कि अब हामीसँग पढ्नको लागि ब्याचलरमा पढ्नको लागि के अप्सनहरू रहेका छन् भनेर। सेक्सन 2 मा हामी गर्नेवाला छु कुरा स्किल बेस्ड कोर्सेसहरूको, मतलब हजुरसँग जस्तै डिप्लोमा इन इन्जिनियरिङ भइहाल्यो, सिएमए भइहाल्यो, एयर होस्टेस भइहाल्यो अनि फेसन डिजाइनिङ जस्ता कोर्सेसहरू कुन कोर्सेस हजुरले गर्न सक्नुहुन्छ त्यो पनि कुरा गर्नेवाला छु। त्यसैगरी हामी सेक्सन 3 मा कुरा गर्नेवाला सबभन्दा मोस्ट पपुलर ट्रेन्डको त्यो चाहिँ हो एब्रोड स्टडी, मतलब हजुरले चाहिँ कहाँ एब्रोडमा स्टडी गर्न पाउनुहुन्छ, हजुरले त्यहाँ जानलाई के गर्नुहुन्छ अनि त्यहाँ चाहिँ हजुरको कस्टहरू के रहेको सबै कुरा हामी डिस्क्राइब गर्नेवाला छु। त्यसैगरी हामी सेक्सन 4 मा कुरा गर्नेवाला छु फ्रिलान्सिङ, युट्युबिङ या सोशल मिडिया इन्फ्लुएन्सरको बारेमा। लास्ट फाइनल सेक्सनमा हामी कुरा गर्नेवाला छु गभर्नमेन्ट सेक्युरिटी जब, जस्तै हामीहरूको लोकसेवा भइहाल्यो, नेपाल पुलिस भइहाल्यो होइन, त्यसैगरी हामीहरूको आर्म फोर्सेस भइहाल्यो। यसरी 5 वटा सेक्सनमा हामी सबै करियर अप्सनको बारेमा डिटेलमा डिस्क्राइब गर्नेवाला छौँ। सधैँ जस्तै हामी सुरु गरौँ सेक्सन 1 बाट। यदि हजुरले भर्खर प्लस 2 सक्नु भएको छ भनेपछि हजुरको दिमागमा एउटा कन्फ्युजन क्रिएट भइरहेको होला कि अब म कुन सब्जेक्ट चुज गरौँ भनेर। त्यही भएर हामी चाहिँ सबै फ्याकल्टीको हिसाबले हजुरलाई भन्छौँ हजुरको लागि चाहिँ कुन सब्जेक्टहरू कुन कोर्सेसहरू एभाइलेबल छन् भनेर। यदि हजुरको साइन्स स्ट्रिम हो भनेपछि हजुर डक्टर बन्न चाहनुहुन्छ भने हजुरले चाहिँ एमइसिई वा भारतको इन्ट्रान्सको तयारी गर्नुपर्ने हुन्छ। हजुरले त्यसको लागि एमबिबिएस र बिडिएस गर्नुहोस्। अब साइन्स स्ट्रिमबाट भएपछि हजुरले चाहिँ डक्टरै बन्नुपर्छ भन्ने मात्र छैन, हजुरको लागि चाहिँ अरू अप्सनहरू पनि रहेका छन्। जस्तै हजुरलाई यदि इन्जिनियरिङ गर्नु छ भनेपछि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ जस्ता आदि इन्जिनियरिङ गर्नु छ भनेपछि नि हजुर नेपालमै पनि थुप्रै युनिभर्सिटीहरू जोइन गर्न सक्नुहुन्छ। नेपालमा यदि इन्जिनियरिङको कुरा गर्ने हो भनेपछि चाहिँ बेस्ट चाहिँ मलाई चाहिँ पोखरा युनिभर्सिटी नै लाग्छ होइन। बाइ द वे इट्स ओन्ली ओपिनियन, हजुर चाहिँ आफ्नो कम्फर्टको हिसाबले जुन पनि युनिभर्सिटी जोइन गर्न सक्नुहुन्छ। र मानव यदि हजुर साइन्स स्ट्रिमबाट हुँदै पनि हजुरलाई डक्टरी या इन्जिनियरिङ गर्नु छैन भनेपछि, यदि हजुरलाई रिसर्चिङ, आइटी या कम्प्युटर साइन्समा फ्युचर खोज्न चाहनुहुन्छ भनेपछि नि हजुरको लागि चाहिँ बिएससी, सिएसआइटी, बिसी जस्ता कोर्सहरू रहेका हुन्छन्। एडिसनल्ली साइन्सको स्टुडेन्टलाई चाहिँ नेपालको कन्टेक्स्टमा बिएससी नर्सिङ, फार्मेसी, एग्रिकल्चर, फोरेस्ट्री जस्ता यस्ता टपिकहरू पनि डिमान्डमा रहेका छन्। अब यीमध्ये हजुरले चाहिँ जुन पनि फिल्डमा इन्ट्रेस्ट छ त्यो फिल्डमा चाहिँ हजुरले राम्ररी रिसर्च गरेर यसको बजेटदेखि, यसको कस्टदेखि लिएर यसको रिजल्टसम्म मजाले इभ्यालुएसन गरी होइन, मजाले त्यसको बारेमा राम्रो रिसर्च गर्नु होला। त्यसपछि आफ्नो करियर पाथ चाहिँ चुज गर्नु होला है। र यदि हजुरलाई यो सब कुराहरू एब्रोड कन्ट्रीमै गएर गर्नु छ भनेपछि नि भिडियोको चाहिँ हामी थर्ड सेक्सनमा डिस्क्राइब मजाले गर्नेवाला छौँ। त्यही भएर चाहिँ हल्का चाहिँ धैर्य राख्नु होला है। यदि हजुर म्यानेजमेन्ट फ्याकल्टीको हो भनेपछि हजुरको करियर इन्ट्रेस्टको हिसाबले हजुरको लागि चाहिँ कुन कोर्सहरू एभाइलेबल छन् हेरौँ है त। सो यदि हजुरलाई बिजनेसमा इन्ट्रेस्ट छ, मतलब हजुरलाई बिजनेस गर्नु छ, बिजनेस बनाउने सोच छ भनेपछि हजुरको लागि चाहिँ बिबिए, बिबिएस र बिबिएम जस्ता कोर्सहरू चाहिँ पर्फेक्ट रहेका छन्। यो कोर्स गर्नको लागि हजुर चाहिँ आफ्नो चोइसको हिसाबले जुन पनि कलेज जोइन गर्न सक्नुहुन्छ। तर यदि हजुरलाई फाइनान्स र एकाउन्टिङ जस्ता सब्जेक्टहरूमा इन्ट्रेस्ट छ भनेपछि हजुरलाई चाहिँ जुन चार्टर एकाउन्टेन्ट बन्नु छ भनेपछि हजुरको लागि बेस्ट भनेको चाहिँ सिए र एसिसिए जस्ता कोर्सहरू रहेका छन्। समय सबैभन्दा बढी चाहिने भनेको हामीलाई चाहिँ म्यानेजमेन्ट सेक्टरका स्टुडेन्टहरू नै हुन्। किनभनेपछि बिना पैसा, बिना फाइनेन्सियल म्यानेजमेन्टको कुनै पनि सेक्टर चल्दैन। हरेक सेक्टरमा, हरेक बिजनेस कन्टेक्स्टको एउटा फर्महरूमा हामीलाई एउटा न एउटा एकाउन्टेन्ट चाहिने गर्छ। त्यही भएर नेपालकै केसमा अहिले हजुर चाहिँ हस्पिटालिटी र टुरिज्म नेपाल जस्ता करियरहरू अप्सनहरू पनि चुज गर्न सक्नुहुन्छ। जसको लागि हजुरको लागि बेस्ट भनेको होटल म्यानेजमेन्ट र बिटिटिएम जस्ता कोर्सहरू एभाइलेबल छन्। र यदि हजुर कमर्सको स्टुडेन्ट हुँदै पनि हजुरलाई चाहिँ आइटी सेक्टरतिर इन्ट्रेस्ट छ भनेपछि हजुरहरूको लागि पनि बिसिए, बिआइएम र बिआइटी जस्ता कोर्सहरू नेपालमै एभाइलेबल रहेका छन्। अब हामी कुरा गरौँ ह्युम्यानिटिज र एजुकेसन स्ट्रिमहरूको। यदि हजुर यो सेक्टरबाट बिलोङ गर्नुहुन्छ भनेपछि हजुरलाई चाहिँ सोसियोलोजी, साइकोलोजी या इङ्ग्लिस लिटरेचर, टिचिङ जस्ता करियर अप्सनहरूमा हजुरलाई इन्ट्रेस्ट छ भनेपछि हजुरको लागि चाहिँ बिए र बिइड जस्ता कोर्सेसहरू नेपालमै एभाइलेबल रहेका छन्। यो स्ट्रिम स्पेसल्ली कानुनसँग पनि धेरै हदसम्म मिल्दोजुल्दो भएकाले हजुर चाहिँ यो फिल्डमा यदि हजुरलाई कानुनसँग सम्बन्धित कामहरूमा इन्ट्रेस्ट छ भनेपछि हजुरले चाहिँ ल, बिएएलएलबी पनि हजुरले मजाले गर्न सक्नुहुन्छ है त। तर यदि हजुरलाई चाहिँ मास मिडियाहरूमा इन्ट्रेस्ट छ, मतलब हजुरलाई कम्युनिकेसन, जर्नलिजममा इन्ट्रेस्ट छ भनेपछि हजुरले जर्नलिजम र मास मिडिया कम्युनिकेसन जस्ता कोर्सहरू पनि मजाले गर्न सक्नुहुन्छ है त। तर एउटा कुरा कहिले पनि बिर्सिनु नहोला, हायर स्टडिजले हजुरलाई डिग्री त दिन्छ तर सही कोर्स छान्न जरुरी छ। अब यो त कुरा भयो हाम्रो फ्याकल्टी अनुसार हामीले पढ्न पाउने कोर्सेसहरूको बारेमा होइन, अब हाम्रो ब्याचलरमा। तर यदि हजुरलाई पढ्नु छैन, पढाइबाट हजुर दिक्कै सक्नुभयो, हजुरलाई चाहिँ छिटोभन्दा छिटो जब खोजेर चाहिँ हजुरलाई काम गर्नु छ, पैसा कमाउनु छ भनेपछि हजुरको लागि चाहिँ इम्पोर्टेन्ट हुनेवाला छ हाम्रो यो सेक्सन 2।
यसभित्र स्किल बेस्ड एन्ड भोकेसनल कोर्सेसहरू पर्छन्। मतलब हजुरको चाहिँ स्कुलको जस्तो कोर्सहरू हुँदैन, यसमा चाहिँ हल्का फुल्का टेक्निकल टाइपका कोर्सहरू हुन्छन् जसमा चाहिँ हजुरले चाहिँ धेरै पढ्नु पर्दैन अनि त्यही माथि एउटा छिटो करियर पनि हजुरले बनाउन सक्नुहुन्छ यो कोर्सहरूमा। सो यो के कोर्सहरू रहेका छन् म हजुरलाई भनिदिन्छु। पहिलो त हजुरको भइहाल्यो डिप्लोमा इन इन्जिनियरिङ। हजुरले चाहिँ डिप्लोमा इन इन्जिनियरिङ गरेर पनि हजुरको आफ्नो टेक्निकल फिल्डतिर टेक्निकल जबहरू हजुरले पाउन सक्नुहुन्छ। त्यसपछि हाम्रो दोस्रो अप्सनमा रहेको छ सिएमए, ल्याब टेक्निसियन या रेडियोग्राफी पनि भइहाल्यो। यिनीहरू पनि हामीहरूको के हुन्, टेक्निकल फिल्डहरू हुन्। त्यस्तै गरी अर्को हामीहरूको रहेको छ स्पेसल्ली होइन एयर होस्टेस भइहाल्यो, क्याबिन क्रू ट्रेनिङ भइहाल्यो। यो पनि हामीहरूको चाहिँ मोस्ट इम्पोर्टेन्टहरू हुन्। यिनीहरूमा पनि करियर बनाउन सकिन्छ, बट एट द टाइम होइन मोस्ट अफ द मान्छेहरूले चाहिँ यो टपिकलाई चाहिँ इग्नोर गरेको हामीले पाइरहेका हुन्छौँ। त्यसै गरी अर्को चाहिँ हामीहरूको लागि फेसन डिजाइन, मल्टिमिडिया, ग्राफिक डिजाइन जस्ता टपिकहरू पनि हामीहरूको लागि रहेको छ। यस्ता कोर्सेसहरू चाहिँ हजुर अनलाइनबाट पनि पढ्न सक्नुहुन्छ अनि हजुरले चाहिँ झन् फिजिकल इन्स्टिट्युसन जोइन गर्दा त झन् राम्रो हुने भइ नै हाल्यो है त। त्यसपछि अर्को रहेको छ हामीहरूको होटल म्यानेजमेन्ट डिप्लोमा। यही भएर यो सर्ट टर्मको लागि चाहिँ हजुरले छिटो फटाफट काम गरेर पैसा कमाउनु छ भनेपछि यो कोर्सेसहरू चाहिँ हजुर जोइन गर्न सक्नुहुन्छ है त। यो त हो स्किल बेस्ड कोर्सेस र टेक्निकल करियर अप्सनको कुरा। र अब हामी कुरा गर्नेलाई छु नेपालको केसमा सबभन्दा बढी मतलब मोस्ट ट्रेन्डिङ करियर अप्सनको कुरा। मतलब +2 मा पढिरहेका एटलिस्ट आधाभन्दा बढी स्टुडेन्टहरूको सपनाको बारेमा हामी कुरा गर्नेलाई छु हाम्रो सेक्सन नम्बर 3 मा। अब नेपालबाट मोस्टली पपुलर डेस्टिनेसन भएका कन्ट्रीहरूमा जहाँ कि हामीहरूको युवाहरू बढी जाने गर्छन् त्यस्तो कन्ट्रीहरूमा चाहिँ चाहिने हामीले क्वालिफिकेसन, एकाडेमिक क्वालिफिकेसनको कुरा गर तिमीहरू। अनि त्यहाँ गर्न जानुभन्दा अगाडि हामीलाई चाहिने फाइनेन्सियल डकुमेन्ट्सहरू र त्यही माथिबाट हाम्रो एनइबी इक्जामको कति जिपिए हुनुपर्छ सबैको बारेमा हामी डिटेलमा कन्ट्री वाइज कुरा गर्नेवाला छौँ है त। नम्बर 1 मा हामी कुरा गरौँ अस्ट्रेलियाको। अस्ट्रेलिया चाहिँ हाम्रो चाहिँ आइटी, नर्सिङ र एकाउन्ट जस्ता सब्जेक्टको लागि धेरै पपुलर रहेको छ। मतलब यो सब्जेक्टको लागि हाम्रो देशबाट धेरै जस्ता स्टुडेन्टहरू त्यहाँ जान खोजिरहेका हुन्छन्। त्यही भएर हजुरको यहाँमा एकाडेमिक क्वालिफिकेसन के हुनुपर्छ भन्दाखेरि हजुरलाई जुन सब्जेक्ट पढ्नु छ त्यो सब्जेक्टमा 60% भन्दा माथि हजुरको आएको हुनुपर्छ। मतलब हजुरको टोटल जिपिए 2.8 भन्दा माथि आएको हुनुपर्छ। यति आएपछि चाहिँ हजुरलाई चाहिँ राम्रो मानिन्छ। त्यसपछि हजुरले आइएल्सको परीक्षा दिनुपर्ने हुन्छ। कम्तीमा पनि त्यसमा 5.5 क्रस हुनुपर्छ र 6 पोइन्ट क्रस भयो भनेपछि राम्रै मानिन्छ है त। त्यसपछि नर्सिङको लागि हो भनेपछि प्राइस 7.0 भन्दा माथि आउनुपर्ने हामीले देखेका छौँ। त्यसपछि हजुरको जिटिए स्टेटमेन्ट पनि हजुरको क्लियर हुनुपर्ने हुन्छ। यो भन्नाले के हो भन्दाखेरि हजुरले चाहिँ यसमा हजुर किन जानु हुँदै हो, किन अस्ट्रेलिया पढ्न जानु हुँदैछ भन्ने कुरा हजुरले चाहिँ प्रश्न पार्नुपर्ने हुन्छ। त्यसपछि हजुरलाई अर्को चाहिन्छ फाइनेन्सियल डकुमेन्ट। हजुरले त्यहाँ गएर पढ्दाखेरि हजुरको ट्युसन फिस चाहिँ हजुरको 20,000 देखि 40,000 अस्ट्रेलियन डलर पनि लाग्न सक्छ। लिभिङ कस्टको कुरा गर्नुहुन्छ भनेपछि 21,000 पर इयरको कुरा गर्दैछु म, यति डलर पनि लाग्न सक्छ भनेपछि टोटलमा नेपालीमा भन्ने हो भनेपछि हजुरको 35 देखि 60 लाखसम्म त मजाले लाग्न सक्छ है त। सेकेन्ड नम्बरमा कुरा गरौँ हामी जापानको। मतलब जापान हजुरलाई स्टडीको लागि जानुपर्छ भनेपछि हजुरलाई चाहिँ क्वालिफिकेसन कस्तो चाहिँदो रहेछ है त। पहिलो कुरा गरौँ हामी एकाडेमिक क्वालिफिकेसनको। सो हजुरले चाहिँ +2 कम्प्लिट गर्नु भएको छ भनेपछि हजुरले चाहिँ जापान जानको लागि ल्याङ्ग्वेज त सिक्नै पर्छ, जापानिज ल्याङ्ग्वेज। यदि हजुर वहाँ गएर पनि ल्याङ्ग्वेज स्किल जोइन गर्ने हो भनेपछि हजुरको चाहिँ JLPT N5 र N4 हुनै पर्छ। हजुरले चाहिँ वहाँको युनिभर्सिटी जोइन गर्नको लागि N2 र N1 चाहिँ हजुरको कम्पलसरीली मिनिमम पनि हुनै पर्छ। त्यसै गरी हामी पैसाको कुरा गर्ने हो भनेपछि अब वहाँ त हजुरले ल्याङ्ग्वेज त सिक्नै पर्यो होइन वहाँ गएर पनि। त्यही भएर 6 देखि 9 लाखसम्म पनि 1 वर्षको हुनसक्छ भनेपछि लिभिङ कस्ट चाहिँ हजुरको 5 लाखदेखि 6 लाखसम्म हुनसक्छ। त्यसै गरी हजुरको टोटल चाहिँ हजुरको 12 देखि 16 लाख 1 वर्षको कमनली हुनसक्छ। थर्ड नम्बरमा कुरा गरौँ हामी युएसए, क्यानाडा र युकेको। सो युएसए, क्यानाडा, युकेमा चाहिँ एटलिस्ट सेम नै रहेको छ। हजुरको चाहिँ क्वालिफिकेसन भनेको +2 मा चाहिँ हजुरले राम्रो जिपे चाहिँ ल्याउनै पर्यो। आइएल्स चाहिँ हजुरको कम्पलसरी चाहिँ छैन युएसए को लागि, तर गर्दाखेरि चाहिँ राम्रै मानिन्छ। अनि युके र क्यानाडाको लागि चाहिँ हजुरको 6.5 या 6 भन्दा माथि चाहिँ हजुरको आएकै हुनुपर्छ। त्यसै गरी एसएटी को कुरा गर्नु भनेपछि मेनली चाहिँ युएसए को लागि चाहिँ अप्सनल नै हुन्छ। अब पैसाको कुरा गर्ने हो भनेपछि यो तीनै कन्ट्रीको एभरेजमा हामी पैसा निकाल्ने भनेपछि नेपाली 40 देखि 80 लाख त मजाले लाग्ने नै भइहाल्यो। त्यही माथिबाट राम्रो मार्क्स ल्याउनको लागि हाई पर्फर्मिङ स्टुडेन्टको लागि चाहिँ स्कलरसिपको फेसिलिटी पनि रहेको छ। अब हामी कुरा गरौँ त्यो करियर अप्सनहरूको जो कि सबैभन्दा रिस्की पनि मानिन्छ, सबैभन्दा हामीहरूको लागि इन्ट्रेस्टिङ करियर अप्सनहरू रहेका छन्। हामी कुरा गर्नेलाई छु सेक्सन 4 मा। नम्बर 1 मा त हामी सोशल मिडिया इन्फ्लुएन्सरकै कुरा गरौँ। अहिलेको समयमा सबैलाई इन्फ्लुएन्सर बन्नु छ, सबैलाई पपुलर हुनु छ, सबैलाई क्रिएटर हुनु छ, चाहे त युट्युबमा होस् या टिकटकमा होस्। एजुकेसनल ब्लग, कमेडी, म्युजिक हजुर जे पनि गर्न सक्नुहुन्छ। जस्तै म आफै पनि एउटा एजुकेसनल युट्युबर हो अनि त्यही माथिबाट आइ एम अल्सो म्युजिसियन। मैले चाहिँ गाना गाउने पनि गर्छु, गाना लेख्ने पनि गर्छु। त्यसको लागि चाहिँ हजुरले मेरो सेकेन्ड च्यानल चाहिँ गर्न सक्नुहुन्छ। मैले चाहिँ कमेन्ट बक्समा चाहिँ पिन गरिदिएको छु, त्यहाँ गएर सब्सक्राइब गरिदिनु होला र एकचोटि त्यहाँ गएर हेर्नु पनि होला कि एउटा एजुकेसनल युट्युबरले गाना पनि कस्तो गाउने रहेछ भनेर त्यहाँ गएर सुन्न सक्नुहुन्छ।
सक्नुहुन्छ है त। अब सोसल मिडिया चाहिँ पर्मानेन्ट करियर अप्सनको हिसाबले चाहिँ हामी लग्दैनौँ, त्यही भएर चाहिँ हजुर चाहिँ ल 100% सोसल मिडिया नै गर्छु, युट्युबर नै बन्छु, बाँकी म केही पनि पर्दैन भने चाहिँ नगर्नु होला है। मेरो पर्सनल सजेसन यति ठुलो रिस्क चाहिँ नलिनु होला, किनभने चाहिँ आई नो यु बिलङ फ्रम मिडल क्लास फ्यामिली है त। त्यसपछि दोस्रो नम्बरमा हामी कुरा गरौँ फ्रिलान्सिङको। फ्रिलान्सिङभित्र चाहिँ हजुरको चाहिँ भिडियो एडिटिङ पर्छ, प्रोग्रामिङ, ग्राफिक डिजाइनिङ, राइटिङ जस्ता कुराहरू पर्छ, जो कि हजुर अरू इन्फ्लुएन्सरहरूको लागि, अरू प्रोग्रामर्सहरूको लागि गर्न सक्नुहुन्छ। जस्तै हजुरले मेरो भिडियो एडिट गरिदिनु भयो, म चाहिँ हजुरलाई पैसा दिन्छु, त्यसरी पनि हजुरले पैसा कमाउन सक्नुहुन्छ। यसलाई चाहिँ फ्रिलान्सिङ भन्ने गरिन्छ। अब हामी कुरा गरौँ त्यो करियर अप्सनको जसमा हजुरलाई सबभन्दा बढी रेस्पेक्ट पनि मिल्छ, हजुरलाई सबभन्दा बढी फेसिलिटी पनि मिल्छ। हजुरले गेस गर्नुभयो कुन अप्सन हो, गर्न भएन? ओके, ठिकै छ नि त। हामी कुरा गर्नवाला छौँ सेक्सन नम्बर 5 मा। गभर्मेन्ट जबभित्र पनि धेरै किसिमको क्याटेगोरी हुने गर्छ। जस्तै हजुर कुरा गर्नुहुन्छ भने चाहिँ लोकसेवाको बारेमा त हजुर सबैले सुन्नै भएको होला। त्यसको भित्र अहिले पनि हजुर नायब सुब्बा र खरिदारको तयारी गर्न सक्नुहुन्छ। स्पेसली गर्ने भनेको हामी 12 पछि नै हो। त्यसै गरी हजुर फिजिकल्ली पनि फिट हुन सक्नुहुन्छ, त्यसै गरी पढाइले पनि ठिक हुन सक्नुहुन्छ भने हजुरले चाहिँ सिक्युरिटीतिर जानु सक्नुभयो। जस्तै हाम्रो नेपाल पुलिस भइहाल्यो, आर्मी भइहाल्यो, आर्म पुलिसहरू भइहाल्यो, मतलब आर्मी फोर्सेसहरू भइहाल्यो, त्यहाँ जान सक्नुहुन्छ। त्यसबाहेक यो दुईवटा पनि बाहेकको अर्को अफिसहरू कुरा गर्नुहुन्छ भने चाहिँ जस्तै हजुरको चाहिँ ट्याक्स अफिसमा काम गर्न सक्नुभयो, हेल्थ पोस्ट जब्सहरू गर्न सक्नुभयो होइन। बाँकी हजुरको डेडिकेसन र हार्डवर्कमै डिपेन्ड हुन्छ हजुर कसरी प्रिपेयर गर्न सक्नुहुन्छ। अनलाइन क्लासेसहरू जोइन गर्न सक्नुहुन्छ, त्यसै गरी मोक टेस्टहरू दिन सक्नुहुन्छ। सो यसरी नै हामीले पुरा भिडियोमा सबै एभाइलेबल करियर अप्सनको बारेमा चाहिँ डिटेलमा डिस्क्राइब गरिसकेका छौँ होइन। त्यही भएर अब 12 पछि करियर बनाउने मौका चाहिँ तपाईँको हातमा छ। तपाईँको डिसिजन, तपाईँको स्किल र तपाईँको इन्ट्रेस्टको हिसाबले चाहिँ हजुर आफ्नो डिसिजन र करियर पाथ चुज गर्नु होला है त। भिडियो मन पऱ्यो भने चाहिँ लाइक र कमेन्ट गर्न नबिर्सिनु होला होइन। धेरै मान्छे भिडियो हेर्छन् तर सब्सक्राइब चाहिँ गर्दैन। र एउटा कुरा बिर्सिनु नहोला कि डिसिजन जति छिटो हुन सक्यो त्यति छिटो बनाउनु होला। मेक डिसिजन टुडे, द्याट्स वाइ यु गेट सक्सेस इन फ्युचर। अब कमेन्टमा गएर सबैजनाले लेख कि तपाईँ कुन स्ट्रिमबाट हुनुहुन्छ, मतलब तपाईँ कुन फ्याकल्टीको स्टुडेन्ट हो। त्यहीमाथिबाट हजुरको करियर अप्सन, मतलब हजुरको कुन करियरमा इन्ट्रेस्ट हुनुहुन्छ त्यो हजुर कमेन्टमा लेख्नु होला। अनि बाँकीलाई पनि त्यो कमेन्टसँग रिलेटेड हुनुहुन्छ भनेपछि त्यो कमेन्टमा चाहिँ लाइक गर्नु होला है त। सो आजको भिडियोमा यति नै थियो। थ्याङ्क यू सो मच फर वाचिङ जे नेपाल एन्ड पिस आउट।